हेलो फ्रेन्ड्स, यो चाहिँ लिमिटको एक्जाम बेस्ड क्वेसन छ। यसलाई मैले तपाईँहरूको लागि सल्भ गरेको छु। हेरौँ, क्वेसन के छ, लिमिट s टेन टु 0 1/s 1/√x प्लस s माइनस 1/√x क्वेसन छ। अब यसलाई हामीलाई हेर्नुपर्छ कि यो इन्डिटरमिनेट फर्ममा छ कि छैन। छ भने हामी सल्भ गरौँला, पहिला चेक गरौँ छ कि छैन। s टेन टु 0 1/s को ठाउँमा 0 हाल्ने, 0 0 हाल्यो भनेको इन्फिनिटिभ इन्टु 0 भनेको इन्फिनिटिभ। यो चाहिँ हाम्रो इन्डिटरमिनेट फर्ममा आयो। अब के गर्छ, हामी यस क्वेसनलाई सब इजिली तरिकाले गरिहाल्छौँ कि। अब लिमिट त्यस्ताको त्यस्तै हाले। अब लिमिट s टेन टु 0 1/s, यसलाई हामीले के गर्यो भने लसर लिएर गुणाभाग गरिदिएको। यहाँ लसर लिँदाखेरि √x इन्टु √x प्लस s भयो। अब योबाट यो क्यान्सल आउट बाँकी रह्यो, √x रह्यो, माइनसको माइनस है, यसबाट √x क्यान्सल आउट बाँकी रह्यो यो चाहिँ माइनस √x प्लस s रह्यो। अब डाइरेक्ट हामी स्टेप खाऊ भनेको यो माइनसमा डाइरेक्टली यहाँ यतै हामीले के गरिदिन्छौँ भने रेसनलाइज गरिदियो। अब यहाँ माइनस भने यहाँ प्लस भइहाल्छ। रेसनलाइज गर्दाखेरि √x प्लस s बाई √x प्लस h। रेसनलाइज गर्दाखेरि तलमाथि दुवै भनेको भाग गर्नुपर्छ, तलमाथि दुवैले मल्टिप्लाई गर्नुपर्छ, ठिक छ। अब तल स्टेप आऊ। यो चाहिँ अब के भयो त, √x यो a माइनस b a प्लस b, जस्तै के को सोच्नु त, a² माइनस b स्क्वायर फर्म आयो। जस्ट हामीले त्यस्तै लेख्नु छ कि लिमिट s टेन टु 0 1/s √x को होल स्क्वायर माइनस √x प्लस s को होल स्क्वायर भयो यत्रो। अब हामी चाहिँ यस स्क्वायर र रुट क्यान्सल आउट हुन्छ, स्क्वायर रुट क्यान्सल आउट हुन्छ, बाँकी के रहन्छ x माइनस। अब माइनस प्लस माइनस के हुन्छ, माइनस माइनस हुन्छ, x माइनस s, किनकि यहाँ माइनस छ, माइनस हामी डाइरेक्टली गरेको माइनस x माइनस s, ठिक छ। अब यसलाई के गर्छु भने यो x क्यान्सल आउट भइहाल्छ अनि यो h क्यान्सल आउट भइहाल्छ, बाँकी रहन्छ माथि के -1 रहन्छ, बाँकी तल जस्ताको त्यस्तै छ, ठिक छ। अब त के भयो त, हाम्रो यत्रो आयो। अब केही गर्न बाँकी छैन। अब के डाइरेक्टै के गर्छु भने s टेन टु 0 छ नि, अब जता 0 छ तल त्यता हामी जता h छ, जति छ h त्यहाँ h को ठाउँमा हामी के हालिदिन्छौँ भने 0 हालिदिन्छौँ। त्यस्तै हामी तल गरेको h को ठाउँमा 0 हालिदिएको, s को ठाउँमा 0 हालिदिएको। अब यस √x इन्टु √x भनेको x भइहाल्छ, किनकि √x को स्क्वायरबाट रुट क्यान्सल आउट भएर हामीलाई x मात्रै आउँछ, त्यसैले x दिएको इन्टु अब 2√x प्लस √x, दुईवटा √x छ भनेको 2√x। अब अझै यसलाई सिम्प्लिफाई गरौँ के, यसलाई अझै सिम्प्लिफाई गरौँ। अब यसलाई हामी लेख्न सकिन्छौँ x को पावर 1/2 भनेको हामीले जस्तै √x छ भने x को पावर 1/√, लेख्न सकिन्छ 1/2, किनकि 2√x हो यो, त्यसैले x को पावर 1/2 लेखेको, ठिक छ। अब यसमा इन्डिसेसको रुल लगाएर प्रोडक्ट रुल, इन्डिसेसको प्रोडक्ट रुल लगाएर अझै सिम्प्लिफाई गर के, -1/2 साइडमा x, यहाँ छ 1/2, यहाँ प्रोडक्ट छ त्यसले सम हुन्छ, यसको पावर के छ, केही छ यहाँ 1 छ के, यसमा 1 जोडेको। अब के हुन्छ भने यसलाई लस लिएर गुणाभाग गरेर 3/2 हुन्छ। हाम्रो फाइनल एन्सर चाहिँ यो क्वेसनको, यो धेरै इम्पोर्टेन्ट क्वेसन हो, एक्जाममा सोधेको कुरा हो यो क्वेसन। -1/2 x पावर 3/2 हाम्रो चाहिँ फाइनल एन्सर।